एभ्रिवान सबैजनालाई गुड मर्निङ अनि स्वागत छ मेरो न्यू ब्लगमा। अनि म चाहिँ आज घरमा अनि ऊ चाहिँ मेरो कोठा अनि उहाँ चाहिँ कटेरोसँग नै छ अनि यताको किचन छ यताको अनि यताको अर्को पनि घर छ अनि यहाँबाट चाहिँ आँगनहरू छ अनि मैले लगाएको फुलहरू चाहिँ लगाइसकेछ। हेर्न सक्नुहुन्छ यो मेरो घर अनि म हिजो मात्र आएको गाउँ अनि मैले लगाएको फुलहरू चाहिँ यस्तरी फुलिसकेछ। मम्मीले चाहिँ धेरै गर्नुहुन्छ नि त, त्यही भएर छेउछेउमा लगाएको बाल्टीहरूमा चाहिँ यस्तो यस्तो भएछ। हेर्न सक्नुहुन्छ यो घर मेरो। फाइनल्ली हाम्रो घरमा बाख्राहरू पनि ब्याइसकेछ, तपाईँलाई देखाउँछु म। हेर्न सक्नुहुन्छ बाख्रा पनि ब्याइसकेछ अनि छोराछोरी आफू जस्तै जन्माएको छ। बोकिरहेछन् नि बोको रहेछन् बकुल्ला पाएछ पाउनु पनि है। अनि वर्षमा 2 चोटि आउँछ कि यो बाख्रा फेरि। अब म चाहिँ तरकारी टिपेर लिएर आइजाऊ अनि यो पनि खस्यो घरको नै। अब म लाग्छु तरकारी टिप्न। अस्ति नै फाइनल्ली कस्तो राम्रो साग भएछ अनि अस्ति नै राम्रो थिएन नि त सागहरू, पानी नभएर होला मम्मीले चाहिँ पानी हालिहाले यस्तो राम्रो बनाउनु भएछ। मजाले फलेछ टमाटरहरू पनि, खरासी टमाटर यस्तो मिठो हुन्छ। धेरै भयो भने त यसलाई सुक्कामा उनेर पनि राख्न सक्नुहुन्छ। तपाईँहरूकोमा छ भने खानुहुन्छ नि त। यस्तो मजाले पाकेछ नि टमाटर पनि। झार्छु किनकि चप्पलहरू चाहिँ अस्तिले किनेको चप्पलहरू चाहिँ छिरिसकेछ। अनि हिजो लाराको लुगा पनि चेन्ज गरेको छैन, जाडो पनि भएको छ थपथाप। भेन्टा पनि फलेछ, अझै भेन्टा सेन्टा खाने तरकारीहरू। तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु, भेटिरहनु नपर्खेर रुझाइरहनु नबर्सेर। अस्ति नै मुलाहरू लगाएँ भन्थ्यो नि त, अनि यस्तो रहेछ। अनि मम्मीले चाहिँ सबै उखालेर यता राख्नु भएछ। अब यसलाई ओइलाएर चाहिँ अचार बनाउने रे। त्यो धेरै भएछ मैले लगाएको मुलाहरू, ठुलो भएछ। जति पनि भएछ। तिमी जस्तै शीतल
कस्तो दामी भएको के सागहरू त है। टमाटर चाहिँ मोटो मोटो भएछ, पाक्न पनि स्पेसल भए पाकेछ। अस्ति नै तिहारको छुट्टीमा आउँदा चाहिँ थाँक्रो हालेर छोडिदिइरहेको थिएँ, लटरम्मै फलिरहेछ अहिले त। बर्कौलीको पातहरू चाहिँ यस्तो पहेँलो भएछ, यसलाई चाहिँ म गोडेर यसरी फालिदिन्छु साथीहरू। एकदमै पहेँलो भइसकेछ, यस्तो भएछ। यस्तो भएछ पहिले। यस्तै भिडियोहरू सबैजनाले माया गरिदिनु होला। बाई बाई।